Hello everyone, it's me Ganesh Raj Joshi and welcome to my YouTube channel Canvas. अस्तिको भिडियोमा चाहिँ हामीले के गर्दै थियौँ भन्दाखेरि C को फङ्सनसँग रिलेटेड केही MCQ हरू सल्भ गरेको थियौँ। आज चाहिँ हामीले के गर्दैछौँ भन्दाखेरि C को पोइन्टरसँग रिलेटेड केही MCQ हरू सल्भ गर्दैछौँ। Now let's jump to the question. Question number 1. What is pointer in C? पोइन्टर भन्नाले के बुझिन्छ भन्दाखेरि पोइन्टर भन्नाले के बुझिन्छ त? पोइन्टर भन्नाले यो भनेको एउटा भेरिएबल हो जसले चाहिँ के गर्छ भन्दाखेरि कुनै अर्को भेरिएबलको चाहिँ मेमोरी एड्रेस होल्ड गरेर राख्छ भने त्यसलाई भन्छ पोइन्टर। सिम्पल। It is a variable which is used to hold the memory address of another variable is called pointer. यति भए पुग्छ। त्यही भएर यसमा चाहिँ कुन अप्सन हुन्छ भन्दाखेरि अप्सन ए मा के छ अ भेरिएबल दैट स्टोर द मेमोरी एड्रेस त्यस्तो टाइपको भेरिएबल हो जसले चाहिँ मेमोरी एड्रेस होल्ड गर्छ। अप्सन बी अ भेरिएबल दैट स्टोर डेटा होइन डेटा होल्ड गर्दैन डेटा होल्ड गरेको भेरिएबलको मेमोरी एड्रेस होल्ड गर्नलाई भन्छ हाम्रो पोइन्टर। अनि त्यसपछि यो पनि होइन त्यही भएर अप्सन सी अ स्पेशल फंक्शन इन सी फंक्शन हुँदै होइन अनि अप्सन डी अ स्पेशल कीवर्ड यो पनि हुँदै होइन त्यही भएर अप्सन ए इज करेक्ट आन्सर। नाउ क्वेशन नम्बर 2 what is the correct way to declare a pointer in C? हाम्रो C मा कसरी हाम्रो पोइन्टर डिक्लेयर कसरी गर्न सकिन्छ भन्ने कुरो हो। हाम्रो दुईवटा कुरो गरेका थियौं अस्ति नै हाम्रो अस्तिको भिडियोमा हैन। एउटा int I and int हो int यो भनेको डाटा रिटर्न टाइप हो। त्यसपछि मैले यहाँनिर के गरेको थिएँ भन्दाखेरि एउटा एस्ट्रिक बनाएको थिएँ एस्ट्रिक अनि अर्को के थियो p अनि सरी ptr हो ptr यसरी यो बनाएर हामीले के गर्छौं सेमिकोलन लगाएर। अब यसमा भनेको व्हाट इज द करेक्ट वे टु डिक्लेयर अ पोइन्टर इन सी हैन। हाम्रो सी मा पोइन्टर चाहिँ कसरी डिक्लेयर गर्न सकिन्छ भन्ने कुरो हो। हाम्रो अप्सन ए मा चाहिँ के छ भन्दाखेरि int ptr भन्ने छ यो होइन हैन। पोइन्टर कसरी रिप्रेजेन्ट गरिन्छ भन्ने कुरो हो। हामीले दुई तरिकाले गर्न सकिन्छ भन्ने थियौ। एउटा यो int asterisk ptr यसरी एस्ट्रिक लागेको छ कुनै पनि भेरिएबलको अगाडि भनेपछि हामीले त्यो के बुझ्नु पर्यो भन्दाखेरि त्यो चाहिँ हाम्रो कस्तो भेरिएबल हो भन्दाखेरि पोइन्टर भेरिएबल हो। एउटा यो मेथड हो। अनि अप्सन सी int ampersand ptr भन्छ एम्परसेन्डले हाम्रो मेमोरी एड्रेस रिप्रेजेन्ट गर्छ हैन यो चाहिँ होइन हैन। त्यही भएर अप्सन डी ptr int भनेको चाहिँ यो पनि होइन। अब हाम्रो करेक्ट आन्सर के हो त भन्दाखेरि अहिलेको लागि एउटा अप्सन बी हो अनि एउटा अर्को तरिकाले पनि गर्न मिल्छ एउटा int asterisk and space and ptr. Now move to the next. What happen when you increment a pointer हैन। हाम्रो पोइन्टरको भ्यालु चाहिँ इन्क्रिमेन्ट गर्यो भने के हुन्छ त भनेको छ। हाम्रो कुनै पोइन्टरको भेरिएबल गर्यो भने सेम टाइपको जान्छ तर नेक्स्ट मेमोरी एड्रेसमा जान्छ नेक्स्ट मेमोरी एड्रेसमा है इन्डिकेसन गर्छ। त्यो भनेको इट मुभ्स टु द नेक्स्ट मेमोरी एड्रेस अफ द सेम डाटा टाइपको नेक्स्ट मेमोरीलाई इन्डिकेसन गर्छ। त्यही भएर अप्सन इज करेक्ट आन्सर। नेक्स्ट क्वेसन व्हाट इज अ नल पोइन्टर। नल भन्नाले के जिरो नथिङ हैन त्यस्तो टाइपको पोइन्टर जसले केही पनि होल्ड गरेर राख्दैन भने त्यसलाई भन्छ नल पोइन्टर। त्यही भएर हाम्रो अप्सन ए मा के छ हेर त अ पोइन्टर दैट पोइन्ट्स टु अ र्यान्डम मेमोरी लोकेसन होइन केही पनि रिप्रेजेन्ट गर्दैन भनिसके केही पनि होल्ड गर्दैन हैन। अ पोइन्टर दैट पोइन्ट्स टु जिरो अर नथिङ यस यो हो हैन। कोही अर्को पनि हेरौँ त अ पोइन्टर दैट पोइन्ट्स टु अ भ्यालिड मेमोरी एड्रेस होइन यो पनि। अनि आयो अर्को अ पोइन्टर दैट अलवेज कजिजान इरर यो पनि होइन कजिजान इरर होइन। हाम्रो नल पोइन्टर हुनाले केही पनि शो गर्दैन त्यसलाई भन्छ नल पोइन्टर। Your option B is correct. Next, what will be the out of the following C code? The following code include studio.h. This is our int main. अब आयो int x equals to 5 एउटा x भन्ने भेरिएबल छ त्यसको भ्यालु चाहिँ कति भन्दाखेरि 5। अब int asterisk p यो भनेको पोइन्टर भेरिएबल यसरी एस्ट्रिक स्टार जोडेर आयो भने यसलाई भन्छ पोइन्टर भेरिएबल इक्वल्स टु एम्परसेन्ड अफ x। यसले के होल्ड गर्छ त भन्दाखेरि x को मेमोरी एड्रेस स्टोर गर्छ है। अब p भन्ने भेरिएबलमा चाहिँ के छ भन्दाखेरि x को मेमोरी एड्रेस छ त्यो मेमोरी एड्रेस भित्र के छ त भन्दाखेरि x को भ्यालु छ x को भ्यालु कति छ 5 है। देन नेक्स्ट लाइन के छ int asterisk q। अब यो क्वेशनले के भन्यो भन्दाखेरि डबल पोइन्टर भनेको है यो भनेको दुईचोटी एस्ट्रिक लाग्यो नि त यो भनेको डबल पोइन्टर हो। अब यो पनि त यो हाम्रो p भन्ने छ नि एस्ट्रिक पोइन्टर
यो भेरिएबल यो पनि त एउटा भेरिएबल हो, मेमोरीमा कुनै न कुनै स्पेसमा कुनै न कुनै एड्रेसमा गएर यो पनि त स्टोर भयो होला नि त, होइन र? योले के भन्यो भन्दाखेरि मेमोरी एड्रेसको पनि एड्रेस, सिम्पल कुरो है। त्यही भएर m% अफ p, यो p भनेको मेमोरी एड्रेस कहाँ गएर स्टोर भयो, q भन्नेमा। अब फेरि यो p भन्ने भेरिएबलमा हाम्रो कुन भ्यालु छ, 5। त्यही भएर प्रिन्ट एफ %d डबल एस क्यू भनेर अब यसको यो मेमोरी एड्रेस हाम्रो भ्यालु कुन छ, हाम्रो यही 5। त्यही भएर अब हाम्रो आउटपुट के हुने भयो, 5 त करेक्ट एन्सर। त्यही भएर अब त्यहाँ एड्रेस अफ p भन्ने हुँदै भएन, एड्रेस अफ x पनि भएन, कम्पेरिजन हुँदै भएन। त्यही भएर अप्सन इज करेक्ट। नेक्स्ट क्वेसन, व्हाट विल ह्यापन इफ यु डिरेफरेन्स अ नल पोइन्टर। नल पोइन्टरको डिरेफरेन्स गर्यो भने के भ्यालु आउँछ भनेको, होइन के हुन्छ भनेको। अब यसले चाहिँ डिरेफरेन्स भन्नाले के त भन्दाखेरि एससीको हाम्रो एससी m% आउँछ भने रेफरेन्स भन्छ, यसलाई चाहिँ के भन्छ, डिरेफरेन्स। यो भनेको मेमोरी एड्रेस इन्डिकेसन गर्छ, यसले चाहिँ के भन्छ भने त्यो मेमोरीमा भएको भ्यालुलाई एक्सेस गर्ने प्रोसेसलाई भन्छ डिरेफरेन्स, है त। व्हाट विल ह्यापन इफ यु डिरेफरेन्स नल पोइन्टर। नल भनेको के त भन्दाखेरि अघि नै भने त्यस्तो टाइपको पोइन्टर जसमा केही पनि छैन, नथिङ अर जिरो। त्यसमा जिरो छ त अलरेडी, त्यसबाट डिस्प्ले चाहिँ के गर्ने हो र। त्यही भएर के गर्छ भन्दाखेरि इट विल कज सेगमेन्टेसन फल्ट, यसले चाहिँ सेगमेन्टेसन फल्ट निस्काउँछ, यसले प्रब्लम दिन्छ है, त्यसबाट केही पनि प्रिन्ट हुँदैन। क्वेसन नम्बर 7, यसमा व्हाट विल द आउट अफ द फलोइङ सी कोड इन्क्लुड स्टुडियो डट एच, होइन इन्ट मेन। अनि यसमा पहिला दुईटा भेरिएबल बनाएको छ, इन्ट a इक्वल्स टु 5 एन्ड b इक्वल्स टु 10। देन एउटा अर्को हामीसँग के छ भन्दाखेरि पोइन्टर भेरिएबल ptr। अनि पोइन्टर भेरिएबल कसरी, यो पोइन्टर भेरिएबलमा कसरी थाहा पाउँछौँ, अगाडि के छ, एस्ट्रिक छ। अब यो ptr के, यो कस्तो टाइपको भेरिएबल हो, पोइन्टर भेरिएबल। पोइन्टर भेरिएबल पोइन्टर भन्नाले के हो, पोइन्टर भेरिएबल त्यस्तो भेरिएबल जो चाहिँ अरूको मेमोरी एड्रेसलाई होल्ड गरेर राख्छ। त्यही भएर यो ptr ले के गर्यो भन्दाखेरि यो b भन्ने भेरिएबलको के गर्यो, मेमोरी एड्रेस होल्ड गर्यो। कहाँ गयो, यो भनेको ptr। त्यो मेमोरीमा के छ फेरि भ्यालु, त्यही छ अहिलेको लागि। फेरि अर्को ptr इक्वल्स टु a भन्ने बनायो, त्यही भ्यालु हो, त्यही सेम एउटै भेरिएबल हो नि त यो भनेको त, यो भन्नु र यो भन्नु एउटै हो। अब इक्वल्स टु a भन्ने बनायो, ptr इक्वल्स टु a को भ्यालु कति छ, 5। त्यही मेमोरी एड्रेसमा अब b को एड्रेस थियो, त्यही एड्रेसमा के लगेर राख्यो, यो 5 भन्ने स्टोर गर्यो है, रिप्लेसमेन्ट गर्यो 10 लाई। अब त्यसपछि प्रिन्ट एफ %b, अब b लाई प्रिन्ट गर्यो भने अब के दिन्छ त भन्दाखेरि अब यो मेमोरी एड्रेसमा चाहिँ के गर्यो उसले, b भनेर त 5 भन्ने अपडेट गरिसक्यो नि 10 लाई। अब त्यही भएर यसको आउटपुट के आउँछ, 5। That's why option A is correct. Now move to the next question. Which of the following is not a valid pointer operation? The valid pointer operation दिएको भन्दै कुन चाहिँ होइन। First one is addition of two pointer, second one subtraction of two pointer, third one incrementing a pointer, and option D is assigning the address of a variable to a pointer. यो भनेको के त भन्दाखेरि हाम्रो यसमा के गर्न मिल्दैन भन्दाखेरि एडिसन अफ टु पोइन्टर गर्न मिल्दैन। त्यही भएर अप्सन इज करेक्ट। Next, what is the next question? What is the size of a pointer variable in a 64-bit system? हाम्रो जस्तै इन्ट क्याप फ्लोटको साइज हुन्छ, हो त्यस्तै हाम्रो पोइन्टरको पनि केही न केही साइजहरू हुन्छ हो। अब हाम्रो 64 बिटमा हाम्रो पोइन्टर भेरिएबलको साइज चाहिँ के हुन्छ भनेर सोधेको। हाम्रो 64 बिटमा चाहिँ के हुन्छ भन्दाखेरि पोइन्टरको साइज चाहिँ 8 बाइट हुन्छ है। त्यसपछि आयो नेक्स्ट, वाट इज साइज अफ द पोइन्टर भेरिएबल इन 32 बिट सिस्टम। यसको चाहिँ के हुन्छ, 4 बाइट्स। 64 बिटमा चाहिँ 8 बाइट, व्हेreas 32 बिटको सिस्टमको चाहिँ के हुन्छ, 4 बाइट्स। नेक्स्ट क्वेसन नम्बर 11, गिभन द फलोइङ डिक्लेरेसन भनेको छ, इन्ट ARR 5 5वटा साइज भएको एउटा एरे दियो। एरे भन्ने भेरिएबल हो, एरे साइजको। अनि यसको इलिमेन्ट के छ भन्दाखेरि 1 2 3 4 5, यो भनेको 0 पोजिसनको होइन, यो भनेको 1 को 1, अनि यो भनेको 2, अनि यो भनेको के 3, यो भनेको 4 नभएर इन्ट एस्ट्रिक p, यो p भन्ने के हो, यो एउटा पोइन्टर भेरिएबल हो, इक्वल्स टु ARR भनेर सोधेको छ। ARR अब यति गर्यो भने अब यहाँ के भनेको छ क्वेसन, व्हाट डज एस्ट्रिक p+2 रिटर्न्स। p+2 यो पोइन्टरमा +2 गरेर के हुन्छ, के रिटर्न गर्छ भनेको। अब
योले चाहिँ के रिटर्न गर्छ पहिला त्यो बुझ्नु पर्यो हामीले हैन। पी भन्ने भेरिएबलले के रिटर्न गर्छ त भन्दाखेरि यदि पी कसो एआरआर मात्रै भनेको छ, एआरआर मात्रै भनेको छ भने यदि डाइरेक्टली के रिटर्न गर्छ भन्दाखेरि यो भनेको जिरोथ पोजिसन, जिरोथ पोजिसन रिटर्न गर्छ। त्यही भएर यति व्हाट डज पी रिटर्न्स मात्रै भन्यो भने हाम्रो के हुन्थ्यो यसको आउटपुट 1 हुन्थ्यो हैन। अब पी प्लस 2 अब हेर यो पनि के हो 0 हो, 0 पोजिसन 0 1 2 त्यही त हो नि, 0 बाट इनिसियलाइज हुन्छ त्यही भएर 0 पोजिसन 1 एन्ड 2। अब यसको आउटपुट के आउँदो रहेछ, यसको आउटपुट आउँदो रहेछ 3, त्यही भएर अप्सन सी इज करेक्ट। नाउ मुभ टु द नेक्स्ट क्वेसन। which statement is true about pointer arithmetic? अप्सन के रहेछन्, अप्सन ए यु क्यान डिभाइड टु पोइन्टर हो, पोइन्टरलाई डिभाइड गर्न मिल्दैन सिम्पल कुरो एउटा। अनि अप्सन बी मा के छ, यु क्यान मल्टिप्लाई एनी टु पोइन्टर, हामीले मल्टिप्लाई पनि गर्न मिल्दैन। अप्सन सी यु क्यान कम्पेयर एनी टु पोइन्टर, एडिसन गर्न मिल्छ, कम्पेयर गर्न मिल्छ। यु क्यान एड टु पोइन्टर, यो एड पनि गर्न मिल्दैन। अब गर्नुपर्ने के हो त भन्दाखेरि हाम्रो कम्पेयर गर्न मिल्यो है, त्यही भएर अप्सन सी इज करेक्ट एन्सर। Now move to the next question. Okay, this is the last question. Okay, thanks for watching and don't forget to subscribe. Keep watching. Thank you.